आहा कति राम्रो फुलेको रहेछ। यो फुल चाहिँ भुइँमा फुल्दो रहेछ हौ है, हेर्नुहोस् त, त्यस्तो अग्लो पनि हुँदैन रहेछ है। ल हाइट हेर्नु त लु, तर यति बबाल फुलिरहेको छ। ल योपालि सयपत्री झ्याम्मै छ है। ल सयपत्री अब सेप्टेम्बर अक्टोबरमा रेडी भइहाल्छ। अहिले चाहिँ एकदमै मसिना मसिना बेबी छ है। ल हेर्नुहोस् त, फुल्छ पक्कै है। ल के मजाले फुलेको। यो फुलको साथसाथ यो नजारा है, पानी परेपछिको। नमस्ते, फेरि पनि स्वागत छ सानो युट्युब च्यानल मसिलो ब्लग्समा। अहिले यस्तै छ ब्लग्सहरू है। धेरै दिन भयो नि त नेचरसँग कनेक्ट नभएको, र फाइनल्ली यो दिन यो मौसम आयो जो चाहिँ पानी परेपछिको भन्ने है। हरियाली मेरो पछि हेर्न सक्नुहुन्छ, कति धेरै हरियाली है। बेलुकी चाहिँ एकदमै अहिले चाहिँ कन्टिन्युसली नै पानी परिरहेको छ भनौँ न है। रेनी सिजन चाहिँ अब मेदेखि नै स्टार्ट भएको जस्तो छ। एकदमै राम्रो छ, एकदमै मौसम एकदमै सुहाना छ है। सो त्यही आधारमा तपाईँहरूसँग आज फेरि कनेक्ट भए। यो सानो भिडियो लिएर त्यस्तो लामो गर्नु छुइनँ, किनभने हरियाली छाइसकेको छ हाम्रो पहाडमा है त। यो फुल चाहिँ के भन्छ फुल साथी, मलाई चाहिँ थाहा छैन। ल हेर्नु यो फुल कति दामी। ओहो ल, हरेक फुलको आफ्नो आफ्नो जोबन हुन्छ, आफ्नो आफ्नो समय हुन्छ भनौँ न है। त्यही हो, यता रोज ढकमक्कै फुलिरहेको छ है। तपाईँहरूलाई म एकपल्ट बाहिर पनि लान्छु है त। सो धेरै दिन भयो तपाईँले पनि यस्तै भिडियो वेटिङ गरिरहेको थियो होला है त। ल सुबह सुबह उठ के है त। ल आजको यो सुट चाहिँ म वाइड एङ्गलमा गरिरहेको छु है। फेस टु फेस अलिक कनेक्ट हुन्छ, पछिको एङ्गल अलिकति ब्याकग्राउन्ड अलिकति क्लोज हुन्छ है। सुपर वाइडमा छैन, सुपर भ्यूमा छैन है, द्याट्स वाइ। सो अहिलेको मौसम सुहाना छ। अब चाहिँ सायद समर होलिडेज पनि सुरु हुन्छ है तल हाम्रो प्लेन साइडतिर चाहिँ। र दार्जिलिङमा एकपल्ट फेरि दर्रै सिजन लाग्नेछ है त। ल त्यही हो। वाह, यो नजारा चाहिँ अब तपाईँहरूलाई म एकपल्ट देखाउनै मन लाग्छ नि त कि, त्यही भएर तपाईँहरूलाई म टाइम ल्याप्समा पनि हालिदिन्छु है। ल हेर्नु त, पानी परेपछिको यो दृश्य है त। र पनि अझै पानी पर्ने आशंका चाहिँ धेरै छ, किनभने माथि चाहिँ बादल चाहिँ कालो कालो छाएको छ। ल हेर्नुहोस् त, हिजो तपाईँहरूलाई मैले एउटा ब्लग हालेको थिएँ, त्यसमा चाहिँ टिम्बुर है, टिम्बुरको ब्लग हालेको थिएँ। कसले हेर्नुभयो है। त्यो चाहिँ घरेलु टिम्बुर हो है। त्यो चाहिँ घर छेउछाउमै पर्छ, तर एउटा चाहिँ हुन्छ बोके टिम्बुर भन्छ, त्यो चाहिँ तपाईँको जङ्गलमा फल्छ क्या। त्यो चाहिँ एकदमै त्यो चाहिँ अलिकति हार्ड हुन्छ त्यसको टेस्ट क्या, एकदमै। त्यसमा ज्यादा मेन्थल हुन्छ भनौँ न, सायद मेन्थलै त हुन्छ है यसमा, पुरा मुखमा प्यारेर हुन्छ क्या। यहाँ छ क्या त्यो बोटमा तपाईँलाई देखाइदिन्छु। यो चाहिँ हो बोके टिम्बुर। यहाँ हेर्नुहोस् त, जुम गरिदिन्छु म, हल्का जुम हुन्छ है। छेउमा त जानु मलाई त्यति आँट आएन है, किनभने यहाँ जङ्गल छ। अहिले पानी परेर चाहिँ धेरै घाँस पलाएको छ, त्यही भएर म तपाईँलाई छेउमा लगेर देखाउँ भन्ने पनि आँट आएन है त। ल यो चाहिँ हो है बोके टिम्बुर।
त्यति भ्याएको छ कि छैन है यहाँबाट यो जङ्गलले गर्दा चाहिँ अलिक त्यहाँसम्म जानु मलाई अलिकति आँट आएन भनौँ न है ल यहाँ टाढोबाट देखाइदिएको छु जति शब्द भ्याए हेर्नुहोस् है त ल 1 hour later ल तपाईँहरूलाई मैले अघि यहाँ बोके टिम्बर देखाउँदै थिएँ नि है यस्तो हुन्छ है यी टिपेर राखेको छ हामी यो चाहिँ अचारसँग क्या टमाटरसँग मजाले पिसेर मोमोसँग खाँदा पनि भयो भातसँग मुसेर खाँदा पनि भयो है यो चाहिँ एकदमै जङ्गली हो है अर्ग्यानिक यसको टेस्ट चाहिँ मलाई मुखमा आउँदैछ क्या यही हो है त मङ्क चरा कराएको के मिठो चरा कराएको यहाँ रुखमा रहेछ के हो भ्याकुरा हो भ्याकुरा जस्तै लाग्यो ल तपाईँहरूले यो नोटिफिकेसन टोन पनि राख्न सक्नुहुन्छ है यो चराको ल फोनमा रिङटोन राख्नु ल यो सेभ गरेर कति मिठो गाएको है वा ब्याकग्राउन्ड साउन्ड नेचुरल हो नि त यो प्राकृतिक है प्राकृतिक ब्याकग्राउन्ड साउन्ड भनौँ न ल खोलाको आवाज सुन्नुहुँदैछ एकपल्ट फेरि खोला हाँसेको छ निरन्तर पानी पर्यो भने चाहिँ डरलाग्दै बढ्छ खोला चाहिँ है अब हल्का रूपमा बढेछ खोला चाहिँ है सो निरन्तर पानी पर्यो भने चाहिँ डरलाग्दो बढिरहेको थियो खोला अहिले चाहिँ अब खोलामा पानी छ भन्ने हिसाब चाहिँ रहेछ है मङ्क है मङ्क त त्यहाँ बिस्कुट खान्छस् आइज आइज बिस्कुट खानु आइज आइज न आइज मङ 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 आइज ल ल आइज ल ल आइज छिटो छिटो आइज छिटो छिटो आज चाहिँ माथि जाँदैन है माथि इको पार्कपट्टि तपाईँहरूले हेरिहाल्नु भएको छ है कस्तो के छ मेरो लास्ट भिडियोमा नयाँ भ्युअर्स हुनुहुन्छ भने चाहिँ लास्ट भिडियोमा हेरिहाल्नु सक्नुहुन्छ है मङ्क आइज मङ्कलाई बिस्कुट दिन्छु है धेरै दिन भयो बिस्कुट दिनु नपाएको आज चाहिँ जुरियो मङ्कलाई पनि बिस्कुट दिने है त ल ल यसको तपाईँले स्क्रिनसट लिएर वालपेपर पनि राख्नु सक्नुहुन्छ है ल हेरिहाल्नुहोस् है यो दृश्य कहाँको हो त्यो चाहिँ तपाईँलाई भनिरहनु पर्दैन है त्यहाँ पारी चाहिँ पानी पर्दो रहेछ है हेर्नुहोस् त पानी परेको अलग्गै चिनिहाल्छ क्या ल मङ्क आइज बिस्कुट खानु ल मङ्कलाई चाहिँ बिस्कुट दिन्छु आउँदैछ यहीँ बस् ल पर्खिँदै गर ल यहीँ बस्दै त्यहाँ बस् ल भाइ ल ल ल ल ल ल ल ल ल पार्लेजी शक्तिमान म पनि खान्छु आधी आधी मात्रै दिन्छु भक्कु दिँदिनँ ल
ए बिस्कुट देखेपछि त अहिले यहाँ बिस्किट पर्खिन अब यस्तो गर्छ नि त्यसले पर्खेको खान्छ सन्त यो मनपर्छ तँलाई मलाई त पुरा मनपर्छ यो बिस्कुट तँलाई त मनपर्छ कि मन पर्दैन ल पर्खिन एकछिन वेट पार्लेजी यो खाँदा शक्तिमान हुनुपर्छ न हात चाहिँ नटोक्दैन नि मिठो रहेछ कि पार्लेजी पो त पार्लेजी मिठो रहेछ दामी न खाएन हातमा दियो नानी टोक्नुको लागि मिठो के मिठो छ दुई ट्याक्कै त ल मिठो रहेछ गाइज पार्लेजी बिस्कुट चाहिँ एकदमै नोस्टाल्जिक पनि हो बचपनमा पुरा खाने गर्थेँ म है शक्तिमान हेर्दै खान्थेँ क्या पार्ले बिस्कुट त्यति बेलै थियो नि त पार्लेजी बिस्कुट चाहिँ अब लास्ट अब यसलाई भयो ज्यादा खाँदैन यो चाहिँ म अब चियासँग खान्छु नि त हो ल मिठो बा हेलो भन्दै यहाँ हेलो गाइज भन्दै ओइ ओइ मङ्क यहाँ न हेलो गाइज भन्दै हेलो गाइज हेलो गाइज हेलो गाइज हेलो गाइज भन्दै ल जो जो अस्ति कसले हेर्नुभयो मेरो भिडियोमा काँक्रा है काँक्रा चाहिँ कत्रो भइसकेको छ म तपाईँलाई देखाउँछु है त हे ल टेन्डेन हेर्नुहोस् त अस्ति कत्रो थियो अहिले कत्रो भयो है लेन्टल्सहरू ए लेन्टिकल्स भन्छ होइन के भन्छ ले पनि तपाईँको काठहरूलाई थाक्रालाई पक्रिसकेको छ यो के हो चराले हगेको भएछ ल हेरौँ अब कहिलेसम्म फल्छ है अपडेट दिइरहने छु तपाईँलाई है म यहाँ घर आएको बेला सो दिस इज आवर क्युकुम्बर यो चाहिँ अर्ग्यानिक क्युकुम्बर हो है अर्ग्यानिक बोटको हाम्रो है पहाडी क्युकुम्बर हो लेट्स सी कस्तो फल्छ ल त थाक्रा चाहिँ डरै बनाइदिएको छु ल भरे पहाडी अब कुकुम्बर र खिरा हुन्छ एउटा है खिरा अलग्गै हुन्छ र पहाडी काँक्रा चाहिँ अलग्गै हुन्छ खिरा त होइन होला नि है भरे फलेपछि मात्रै चाल पाउँछ सो होप फर द बेस्ट पहाडी काँक्रै होस् है अब बोटले त चिनिँदैन फलले चिनिन्छ नि त सो यति थियो भिडियो है ज्यादा लामो थिएन आज हल्का यो तपाईँलाई भाइब्स दृश्य है पानी परेपछिको र अब हरियाली छाउन थालेको हाम्रो पहाडमा तपाईँलाई अब चाहिँ सिनहरू पनि दामी देख्छ क्या भाइब्स अब जग्गा अब तपाईँको सिनहरू जति पनि छ त्यो चाहिँ दामी देख्छ क्या अब चाहिँ किनभने रुखहरूले आफ्नो नयाँ पौला फेरिसकेको छ है त यति भन्दै
यो भिडियोबाट पनि बिदा लिन चाहन्छु। सबैजना सन्चै सुविस्ता बस्नुहोस् होला। आसपास चाहिँ सफाइ राख्न नबिर्सिनुहोस् होला है त।